हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल अनि फेरि पनि मेरो छोटो मिठो ब्लगमा यहाँलाई स्वागत गर्न चाहन्छु। अनि आजको ब्लग चाहिँ बेसिकली कफी लभर्सहरूको लागि हैन। अब घरमा कफी त सबैले बनाउँछ नि हैन, तर हाउ टु मेक अ कफी लाइक क्याफे हैन। अब घरमै खायो भने माग्छौँ, क्याफेमा खाए जस्तो कफी खाऊ न। त्यो कफी चाहिँ कसरी बनाउने, मिल्क होस् या ब्ल्याक होस् डजन्ट म्याटर, प्रोसेस म तपाईहरुलाई देखाउने छु। सो डोन्ट मिस एनी क्लिप है त गाइज। सो अब म चाहिँ तपाईहरुलाई त्यो प्रोसेस सिकाउन गइरहेको छु। इफ तपाईहरुलाई पहिलेदेखि आउँछ भने हो के छ, इफ तपाईहरुलाई आउँदैन भने मबाट सिक्नुहोस् हस् त। सो अब म सुरु गर्न गइरहेको छु। सो किप वाचिङ। सो म चाहिँ अब फ्रिजबाट दुध निकाल्न गइरहेको छु, किनकि म चाहिँ मिल्क कफी बनाउने हो हैन। हिजो मैले भारी मिस्टेक हो गया सर, एकदम बलंड हिजो मैले आधा लिटर दुध ल्याएको थिएँ हैन। सो हियर इज मिल्क। दुध त तताउनु पर्यो, ट्याक्क लाएर डाल्यो। सो अब दुध तात्दैछ, बाँकी प्रोसेस अब म देखाउँछु तपाईहरुलाई। सो हियर इज नेस्क्याफे हैन, अलिकति मात्रै बाँकी छ क्या। सबै मैले सकिदिएको लगभग कति लगभग 7-8 दिनमा मैले यति सकिदिएको। सो हियर इज नेस्क्याफे एन्ड हियर इज नेस्क्याफेको कप। अब लेट्स डु है त। सो गाइज अब चाहिँ कफी यहाँ भयो हैन, अनि चिनी चाहिँ यहाँ भयो। अनि अब आफूलाई कतिको चाहिएको छ, कतिको कडा खानुहुन्छ हैन, त्यतिको हाल्नु होला। मैले चाहिँ यति हालेँ हैन, देखिँदैछ कि छैन। अब यसमा अझै पनि अलिक पुगेन भने म पछि थपौँला, ठुलो कोही भएन। अनि चिनी कतिको खाने हैन, म चाहिँ धेरै खाँदिनँ, यति। त्यसपछि अब प्रोसेस सुरु हुन्छ। अलिकति पानी पनि। सो गाइज अब चाहिँ यो जुन छ नि, यसलाई हामीले मिक्स गर्नुपर्ने हुन्छ हैन। सो मजाले मिक्स गर्ने क्या। अहिले कलर यस्तो छ, हेर्न सक्नुहुन्छ, कलर यस्तो छ हैन। अहिले पछि हेर्नु कलर अलि फरक भइसकेको हुन्छ क्या, कलर चेन्ज हुन्छ हैन। सो मिक्स गरिराख्ने क्या जबसम्म एकदम लेदो टाइपको हुँदैन नि हैन। जबसम्म एकदम लेदो टाइपको हुँदैन, एकदम के भन्छ त्यसलाई, डार्क भनौँ न, अलिकति डार्क भन्दा पनि के भनौँ त्यसलाई, अनि त्यही हो बुझ्नु, लेदो जस्तो हुन्छ एकदम हैन। अनि कलर पनि चेन्ज भइसकेको हुन्छ। अनि यस्तो मजाले घोल्ने क्या ट्याक्क। जति तपाईँले यसलाई मिक्स गर्नुहुन्छ नि त्यति बवाल हुने हो हैन। अनि यता मेरो दुध पनि उम्लिसक्यो, अनि मैले त अझै घोलिसकेको छैन नि त, त्यही भएर अहिले बन्द गरिदिएको छु। अहिले फेरि म दुध तताउनेवाला छु। अनि सेम प्रोसेस ब्ल्याक कफीको लागि पनि अनि मिल्क कफीको लागि पनि सेम प्रोसेस हो। फरक यति मात्रै हो कि यस्तो यो गरिसकेपछि हैन, यसमा दुध हाल्ने हो, अनि ब्ल्याकमा चाहिँ तातो पानी मात्रै हाल्ने हैन। यो दिने हो, पुरै मजाले गोल्ने हो, एकदम लेदो बनाउने हो कि पुरै। अहिले तपाईँहरूलाई म देखाउने छु, तर हात चाहिँ दुख्छ है फेरि। 3-4 वटा यस्तो कफी बनायो भने फेरि हात बब्बा हाल दुख्छ। अब तपाईँले दुधमा यति कफी हालेर उमालेर खानुमा र यसरी बनाएर खानुमा चाहिँ तपाईँले केही न केही फरक पाउनुहुन्छ क्या। सो तपाईँहरूले हैन एकचोटि ट्राई गर्नु कस्तो हुन्छ हैन, घरमा बनाएर खानु। एकचोटि तपाईँले यतिकै दुधमा मिक्स कफी हालेर उमालेर खानु, अनि एकचोटि तपाईँले यसरी बनाएर खानु क्या, केही न केही डिफ्रेन्स तपाईँले अवश्य पाउनुहुन्छ। यो भनौँ न क्याफेमा जस्तो बनाउँछ नि डेट टु त्यस्तै बन्ने हो क्या। लाटे आर्ट चाहिँ बनाउन आउँदैन हैन,
नआयो भने लगभग अब भनौँ न टेस्टको कुरा अनि जुन लुक्स हुन्छ नि त्यो जुन देखिन्छ नि त्यो एकदम सेम हुन्छ क्या। अनि जुन यसमा चिनी हालेको थियो नि त्यो चिनी चाहिँ सकभर यो यसरी घोल्दा घोल्दै भनौँ न गलेको चाहिँ राम्रो हो। अदरवाइज तातो दुध अथवा पानी हालेपछि त त्यो त गली नै हाल्छ, ठुलो कुरो भएन। तर यस्तै मिक्स भएको चाहिँ राम्रो हो। बब्बाला दुख्छ यार मार्क्सम त्यतिका। तपाईँले देख्न सक्नुहुन्छ अघि कस्तो थियो अनि अहिले कस्तो भइसक्यो हेर्नु। पुरै लेदर टाइपको भइसक्यो नि होइन लगभग। अब एकछिन अझै घोल्छु होइन अनि त्यसपछि हुन्छ। अब फेरि एकचोटि म ग्यास बालिदिन्छु किनकि अब लगभग भइसक्यो होइन। अनि दुध त तातो हुनु पऱ्यो नि त। कफी खानु अनि तातो भयो भने त के मजा। अनि फेरि तपाईँहरूले यता त लागेको देख्नु भएको छ होला होइन। त्यसले फरक पार्दैन है, पछि घोल्ने बेलामा सबै घोलिन्छ होइन। यो दिने क्या पुरा रफ्तारमा दिँदै फेरि कप चाहिँ नफुटाउनु होला होइन। अब नेस्क्याफेको कप पाउनको लागि फेरि ठुलै कफीको डब्बा किन्नुपर्ने हुन्छ, यत्रोवाला किन्नुपर्छ। यो हेर्नु यस्तो भइसक्यो, पुरै चेन्ज भइसक्यो होइन। हेर्नु कलर चेन्ज भइसक्यो। सो मेरो दुध 2 चोटि उम्लिसक्यो होइन। अब यसमा दुध हाल्छु है त गाइस। हिजो आधा लिटर दुध ल्याएको थियो, त्यो बाँकी छ क्या अलिकति होइन। अनि यसो प्रोसेस पनि साथीहरूलाई देखाइदिउँ, बा मन पराइ पो हाल्छ कि भनेर होइन। मलाई थाहा छ तपाईँहरूले मलाई माया गर्नुहुन्छ, मन त पराइ नै हाल्नुहुन्छ होइन। र पनि होइन अब कसैलाई आइडिया थिएन नि त। यो पनि म फेरि अरूबाट सिकेको होइन। त्यही भएर अब आफूले सिकेको कुरा अब साथीभाइहरूलाई पनि यसो सिकाइदिउँ न भनेर हो ट्याक्क लाएर। सो दुध पनि हाम्रो उम्लिसक्यो। अब टक्क बन्द गरेँ होइन। अब यसमा दुध हाल्नुपर्छ। टक्क लाएर दुध गयो। फुल हाल्नु फरक पर्दैन। आधा लिटरले 2 कप मात्रै बन्ने रहेछ क्या। जोस आधा लिटर दुधले चाहिँ होइन यो नेस्क्याफेको यो यसमा चाहिँ 2 कप मात्रै बन्ने रहेछ, किनकि मैले हिजो बनाएको थिएँ होइन। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ है ट्याक्क यसो। यसलाई यस्तो मजाले घोल्ने क्या, ट्याक्क मजाले घोल्ने होइन। हेर्नु कस्तो बवाल फिजाको। अनि चाहिएकै यही होइन त हामीलाई। अनि अलिकति अब दुध बाँकी चाहिँ त्यो किन छोड्नु होइन, त्यो पनि राखि नै हाल्छु यसमा। त्यो पोलो फेरि अलि यता छेउबाट हाल्नुपर्छ। हेर्नु मैले पछि दुध पनि थपेँ होइन। र पनि हेर्नु कस्तो बवाल भएको छ। यसलाई एकचोटि फेरि म मिक्स गर्छु ट्याक्क मिक्स गर्छ होइन। नाउ कफी इज रेडी गाइस। ठिक छ होइन त गाइस कफी।